रिकेस तिम्रो हेर रे यहाँ मबाट होइन बर्थडे बोयबाट सुरु गर्ने नि बर्थडे बोयको त यसो त्यो पनि राख्नु पर्यो नि खै त सामान आएको उया छ नि त छ हैन रे यहाँ दाइलाई गिफ्टै होइन सुजन ब्रोलाई बोतल हो बट्टै छ त्यत्रो ठुलो देखेन ओ स्पेलिङै रङ भइसक्यो गाह्रो छ यार ओए खाम न मलाई खाँदै एयरपोर्ट ल्याइदियो क्या यिनीहरूले निकाल्ने गाडा ऱ्याम होला 128 GB है कम्प्याक्ट छ त आरटीएक्स त ल नितेश कोला खै कहाँ देख्यो नितेश साई बोलम एउटा खोलौँ न नितेश साईबाट नितेश साई बाडे हो क्या मेरै हो क्या 1 2 3 4 5 6 7 8 9 नितेश साई तपाईँको बर्थडे गीत है पुतली हाल्दै कसले पुतली हाल्यो त गेस गर्नु पहिला ल गेस गर्नु त पुतली ल डाइरेक्ट क्याप हालेको ए यो हाल्यो के हो यो यो त बच्चाहरुको चलाएर देखाउनु पर्यो दाइ चलाएर खतरा हुन्छ यो ठिक छ गोली हान्दिउँ न गोली हान्दिउँ बबल गन हान्दिउँ न ल उडाउँ न अब ब्याट्री छैन होला छ होला त ठिक छ ल ल ल दाइ अनप्याक गरेर असेम्बल गरेर यो दुईटा लास्टमा खोलौँ है त यिनीहरू खोलौँ मान्छे छैन के खोल्नु यो त खोल्नुलाई मान्छे पनि छैन आऊ त्यो मिल्दैन खोल्नु खेलाउन दिन्छु भने हुन्थ्यो मैले भने तर मैले होइन गेस गरौँ त गेस गरौँ रिकेस मैले होइन ल रिकेश तिम्रो बारी ल रिकेश यो ओटो ट्याङ्गा है ग्यारेन्टी म होइन ल मैले आइडिया दिया हो के ए हो क्रिसमस रबिन खोला नि त यसले रविन दाइलाई सन्दा नाइस एयरपोर्ट हो के हुँदै हुँदैछ अनि आइफोन वाला चाहियो फेरि अब यो चाहियो 17 मा चाहिँ अब कम्प्याटिबल चाहियो कति वर्ष ब्याक पार्ट हो एएनसी छ त एएनसी प्लस ENC एएनसी प्लस ENC दामी रहेछ दाइ अनप्याक लाइटेबल सुनेर हेर्नु न दाइ क्वालिटी नितेश दाइ ह्यापी बर्थडे ह्यापी क्रिसमस मेरी क्रिसमस मेरो है मेरो ओ खै यता मेरो वाला यता दुईजना तिम्रो किन खोल्नु भने बोतल हो त यार होइन बोतल होइन म भनेर थाहा पाउनु मन लाग्यो हिजोदेखि तातो पानी भने होइन मैले बोतल बनाएँ होइन यो त मजा भन्यो नि उसको तिमीले मजा भन्यो थर्मस भेटाइलाई रोज दाइलाई दिनु यो थर्मस होइन कि थर्मस ल्याइदियो केटाहरूले फेरि थर्मस त 24 घन्टावाला भनेको झन् खै स्ट्यान्ली कप भनेको थिएँ त स्ट्यान्ली कप भनेको थिएँ म स्यान्टा होइन बधाई छ राम्रो रहेछ बाहिर त रेट छ त फेरि यही हो त्यसमा कस्तो हो यो सुसन उसो भयो अब ल यो को यो उसको बाइक छ त रिकेश ल रिकेश अर्नब ए अर्नब अर्नब RTX 90 यो 128 GB ऱ्याम भयो नि के हो ऱ्याम ग्राफिक्स कार्ड भन्दा महँगो छ आजकल खोल्न नि गाह्रो छ त क्रिएटिभ फोल्डिङ फोल्डेबल जिपियु आरटीएक्स ल्यापटप किनेपछि फोल्ड गरेर हाल्न धन्यवाद टु सेन्टा म त खोल्नै आएन ए म आरटीएक्स खोल्ने तयारी गरिरहेको थिएँ कन्फ्युज भयो नाइस है ल धन्यवाद मैले के हाल्दिनु मा त्यस्तो अब आई लेभलमा टक्का मिलाएर ओए रिकेश पखन मेरो त नि हैन रिकेश ल किन
ग्लास रहेछ नष्ट ल है होइन ह्युमिडिफायर ह्युमिडिफायर है अब स्क्रिन खतरामा स्क्रिन खतरामा रहनु खोला न पानी पनि हाल्छ त कत्रो ह्युमिडिफायर पानी हालेर युज गरौँ न रोन यो चाहिँ हेर मलाई त यार कत्रो हो यो त्यो स्केल हो के वेटिङ स्केल कस्तो ह्यान्डराइटिङ भयो सानो भयो रोहितको त होइन सुन्नु नि होइन उइसले चाहिँ हेर्यो रोन अब यहाँ पढ्नु आइकेले DEEPIK भनेपछि यो निकै हो मैले होइन हो तिमी नै हो के सल्लाह ह्युमिडिफायर यो पनि ह्युमिडिफायर ताइको विश्लेषण संसार आएछ तर यो रिकेसले बनाएको के भन्छ यहाँ लेख न केटाहरू तिमीहरू यही लेखेको छ विशलिस्टमा ह्युमिडिफायर राखिरहेको थियो है कस्तो हो प्रहल दाइ तपाईँले के राख्यो होइन कि यो थाहा भइसक्यो यो रोहितको होला नि रोहितको स्ट्यानली कप राखे स्माइल यो होला न रोहितले खिचिरहेछ नि त यो थाहा भइसक्यो नि स्ट्यानली कप राखेको थिएँ लास्टमा खेल्छ होला नि त है दाइको ल थाहा भइसकेपछि त वेट गरेर देखाउँछु है केटा को वेट गर्ने हो यो कसको यो मेरो तपाईँले माग्नु भएको थियो हो यो चाहिँ ठिक छ यार ल बाल्ट्रा हुनु भयो नि त जोखिहाल्नु है सबैले निकाल त यहाँ राख्नु न त्यो छ कि छैन त ब्याट्री ब्याट्री है होइन 60% ल पुरै हो कि होइन हेर्नुहोस् भन्छ हजुर क्या हजुर जस्तो लाग्यो मैले उद्घाटन गरिदिएँ ल दाइ तपाईँ गर्नु म गरिदिउँ ल तपाईँ क्यालकुलेट गर्नु क्यालकुलेट गरौँ त मिल्दैन है मुनिपट्टि सफ्ट वाला मिल्छ थोरै देखाउँछ के भाइ ल चाहिँ तपाईँ भेरिफाई गर्नु 79 त मिल्यो मिलेन ए कसै थाहा हुन्छ त मुनिपट्टि यो सफ्ट वाला छ के त्यसमा लिँदैन सन्जय पालो हो गेस हान्नु न त म कति होला कसले दिए रहेछ ए यो खाएर कि नखाइकन सन्जयको त विश लिस्ट पनि थिएन यार थिएन के परेछ जे दे पनि हुन्छ भनेर के म 69 म र त 10 किलो फरक होला कि म त तँलाई सिक्रेट सान्छ दाइको ए ल फ्यान्टेक है फ्यान्टेक यो नि दामी रहेछ फ्यान्टेकको झन् बवाल पक्का रविनाले किने होला यो पक्का रविनाले किने होला यो डिएलको लिएर आउँथ्यो नि म डिएलको तिमी के भन्छ रोहित खिच्दिन न 500 हैन हाम्रो बजेट 500 थिएन नम्बर खिच्दैन त ल रोहितको खोलौँ रोहितको खोलौँ रोहितको रेकर्डिङ के सामान के थाहा छ मलाई के हो के थाहा छ रोहित दाइको उ त्यो क्रक्स हो क्रक्स हो त्यसको भित्र अर्को पनि रहेछ खै 3-4 वटा भित्र प्याकेजिङमा प्याकेजिङ छैन आइसक्यो त क्रक्स म ढुक्क छु रक छैन यत्रो का सानो के रहेछ ब्रो नाइस के हो यो के को लागि यस्तो रनिङ बेल्ट ब्रो तँ चाहिँ कहिले दौडिँदैन ब्रोले दुईचोटि एक हप्ता दुईचोटि दौड्यो अनि गाइस ल आफ्नो गिफ्ट चलाऊ आफ्नो गिफ्ट ए वेइङ पो रहेछ म त इन्डक्सन देखिरहेको इन्डक्सन यस्तो भन्दा दाइको गिफ्ट चाहिँ अति हो क्या दाइ नेता यो हजुरमा दिनुभयो है हजुरमा दिनुभयो है होइन राम्रो छ हेरौँ न यो को
पऱ्यो क्या हजुर को हो क्या यो रविन दाइ नै हो कि रविन दाइ नै रविन दाइको रिकेस हो कि रिकेस होइन। भन्दै थियो बन्दुक राखेको छैन अपोजिट के मैले राख्दा अपोजिट सुनाएको थियो कि हिजो यिनीहरूलाई त खेल्न ल्याउन। को हो क्या यो रविन दाइले भनिरहेको थियो गन हाल्ने भनिसकेछ के दाइ युज गरौँ न यो रनिङ प्र्याक्टिस छैन मेरो ब्याग तिमीले दौडिन हो के रहेछ हेर्नु वन भनेको को होला हजुरको सिक्रेसन त के छ हान्नु दाइ मेरी क्रिसमस दाइ त्यो दिन त मलाई झिक्नु न भने मेरो पनि रिकेस कहाँ गयो गाडीवालालाई ठ्याक्क ल्याइदिएँ मैले दाइ झिक्नु न मैले त रात त्यहाँ राखिदिएको भने खै बियर दाइको बियर खै त यहाँ भित्र हाल्छ ए दाइ लास्ट दाइ खानु कस्तो चियर्स नै गर्नुहुन्न हो दाइ त ह्याप्पी बर्थडे मेरी क्रिसमस दाइले अब खै दाइले खानु दाइको खै त दाइले अस्ति दिन्छु भने हो क्या त्यो दाइले अस्ति लि भन्छ क्या मलाई छितेज निकाल न खाऊ के छ तिम्रो त्यही भनेको दाइ लिनु खाने कि दाइ औषध खाएर के हुने दाइ जिद नगर नि तिम्रो किन ल ल मानुको औषध खाएर ओइ रिकेस चेयर्स कत्रो यो पानी हाल्ने बट्टा त चेयर्स खै राजको छैन खाइसो हावा कहाँ आउँछ मात्र फुर्र आउँछ कि माथि आउने ह्याप्पी बर्थडे मेरी क्रिसमस खैले म खान्छु